बिहानी पख चराचुरुङ्गी कराएकै रहेछ। चुलातिर मैले दुध तताउँदै हो आमा? दुध तताउनु लागिसक्यो। ए कति बेर लाउँछ त एकचोटि दुध तात्नलाई? लाग्छ तर अब उतार्ने हो। उतार्नेलाई भइसक्यो? भइसक्यो। कति छ र भन्दैन। कति छ र? 6 कर दुध छ। बत्ती निभाएका छन्। हो बत्तीवाले आए कति देखिन्छ। त्यही त। त्यहाँ बाल एउटाले दुध यत्रो भाँडाले ठेक्का भुरी खनाएछ। हो ए गुल्मी जिल्लाको मदन गाउँपालिकाको नेटाखर्क भन्नेको पल्लाखर्का ठाउँमा हो यो। ए धुमधामसित दुध तताउँदै हुनुहुन्छ हाम्रो यशोदा पन्थीले। बुढाबुढी मात्रै छन्। बुढाबुढी मात्रै बस्नुहुन्छ यो घरमा। रमाइलो गर्नुहुन्छ जोस्। के हाल्नु त भाइ? गर्नु पर्यो। पर्यो। सबैका त बुढाबुढी मात्रै छन् कि तपाईँका मात्रै होइन के अरे? सबैका छन् त चित्त बुझाइयो सकर भाइ। त्यही त। नत्र कहाँ सकिन्छ र बस्न। त्यही त। सबैका घर जाँदाखेरि बुढाबुढी मात्रै। बुढाबुढी मात्रै। राम्रो कलर पलतिर फाले हुँदो शीत फिनी टन्नै लाएछ। यहाँ गुणनिधि दाई पनि आइपुग्नु हो यी कुरा गर्दा गर्दै। ओहो दाई यहाँ दुध तताउनुलाई कि मैले दुध खनाउनुलाई छु। दाई नमस्कार है। सन्चै हुनुहुन्छ? ठिकै छ भाइ ठिकै छ। ल ठिक छ। टोक भेट भयो ल यहाँ। है